कति धेरै कपडा फोहोर बनाएर फालेको केटाले होइन दिनदिनै कपडा फेर्ने गर्छ क्या हो यसले यो कपडा त हिजो भर्खर ला यस्तो गरेको छ भने कति फोहोर हो कपडा पनि भुइँमा घिसारेर माटोमा घिसारेर हिँड्छ क्या हो केटा यस्तो फोहोर कपडा धुनलाई ल्याएर मलाई फालिदिएको छ र राख्ने यत्रो भाडा हुँदाहुँदै सब कपडा बाहिर फालेको छ मैले कतिचोटि भनिसकेँ तपाईँ मेरो कपडा अबदेखि म आफै धुन्छु भनेर भन्छु तपाईँलाई म भनेको नि त्योचोटि नपिस तैँले जुन चाहिँ आफ्नो कपडा कहिले आएको छ अबदेखि धुन्छु म अबदेखि धुन्छु तपाईँ आराम गर्नु नि तपाईँ सधैँ मेरो कपडा यत्रो भइसक्यो धोइदिनुपर्छ तपाईँले भनेको मेरो कपडा म आफै धुन्छु नि तपाईँ कस्तो कुरा गरेको ल हेर्छु म योपल्ट तपाईँ अरू कुरा गर्नु मेरो कपडा मेरो मात्रै नि सबै कपडा मै धुन्छु ल आज ल हुन्छ साँच्चीकै अबदेखि सबै यो कपडा धुने भयो ल सधैँभरि मेरो जहाँ गएर हेर्नु नि तपाईँ ल हेरौँला यो पटक हेर्छु नि म हेर्नु कतिको धुँदो रहेछ ल धुने भए म गएँ है त ल धुन थालिहाल्छ तपाईँ आफ्नो काम गर्नु त ल सबै धुन्छु म राम 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 धन्न धन्न यत्तिका बचियो धन्न चुरोट खुट्टा लाने यत्तिका मार्ने चुरोट खाने बानीले गर्दाखेरि साह्रै झ्याउ भयो यत्रो कपडा धुनु पर्यो आज यत्ति